हामी अहिले यातायात कार्यालयमा छौँ। आज श्रीमतीको अपोइन्टमेन्ट गाडीको 2-4 दिन अगाडि अपोइन्टमेन्ट लिएको थिएँ र त्यो अपोइन्टमेन्ट कन्फर्म गर्नको लागि यसरी मिसिनमा काम गरिरहेको छु। टेस्ट अब सुरु हुँदैछ। टेस्टको लागि बुढीले गाडी लिएर आइरहेको छ। यहाँ गोरे अथवा काले जो इन्स्ट्रक्टर इक्जामिनरको आउँछ, अनि त्यो आएपछि उनले के भनेपछि अनि अगाडि बढ्छ। आज मेरो बुढीको इक्जामिनर काले परेको छ। Supposed to be in the car. Without hitting your brake, hit your stuff. Don't hit your brake. Don't hit your brake. Try to start your car without hitting your brake, okay? Perfect. All right. Right turn signal. The other right. Right turn signal. There you go. Left turn signal. Hazard lights. Emergency flashers. Should be in the middle. रातो के रातो? No. Can't help her. She gotta do it on her own. Flashes are gonna be right there in the middle. There you go. All right, leave the hazards on. Leave the flashes on. Open and close your door and hit your horn for me, please. Door, horn. Thank you. All right, turn your hazards off. Left turn signal. Right turn signal. Take your foot off of the brakes and hit your brakes. Turn your signal off. Hit your brakes. All right, go ahead and start your engine. All right, there we go. Yeah, if you helped her, she would have been disqualified. So that's why I said don't do that. I'm sorry. थोरै कन्फ्युज भएको थियो, त्यो म बोलेँ। कालेले नबोल्नु, तँ बोलिस् भने डिस्क्वालिफाई हुन्छ भने अब गाडीमा दुवैजना बसे। टेस्ट स्टार्ट हुँदैछ। अमेरिकामा कसरी ट्रायल हुन्छ त्यो म देखाउन गइरहेको छु। अन्तिमसम्म हेर्नु होला। सुरु भयो।
त्यहाँ इक्जामिनरले उसलाई रोकेर केही इन्स्ट्रक्सन दिइरहेको छ पक्कै। अब सिधा अगाडि गएर त्यो देखिएको पुलहरूमा रिभर्स हाल्नुपर्ने छ। उसले रिभर्स गियर लगाएको छ, हेरौँ के हुन्छ। रिभर्स राम्रैसँग उसले कुनै पनि पोल नछोइकन भित्र छिरायो। अब त्यहाँबाट निस्किनु पर्ने हुन्छ। अब त्यहाँ स्टप साइनमा कम्प्लिट स्टप अहिलेसम्म राम्रै गरिरहेछ। फेरि अर्को स्टप साइनमा कम्प्लिट स्टप। त्यहाँ उसलाई रोकेर केही इक्जामिनरले केही इन्स्ट्रक्सन दिइरहेछ। फेरि यहाँ अब आउटको कम्प्लिट स्टप। अब उसलाई यहाँबाट रोडमा निकाल्छ। यहाँबाट त उसले भित्र पास गर्यो। अब रोड टेस्ट हुन्छ। अब रोड टेस्टमा के गर्छ हेरौँ, पास गर्छ कि गर्दैन अब हेरौँ। अब जानवरले यहाँबाट बाहिर निकालेर अब हाइवे लान्छ। हाइवेमा के हुन्छ अब यहाँबाट देखिँदैन। जस उसले भित्रको चाहिँ पास गर्यो। अब भित्र बाहिर के गर्छ हेरौँ है त। गाडी आइरहेको छ उताबाट। अब यदि इक्जामिनरले चलाएर आएको छ भने फेल भयो।
उसैले आफैले चलाएर आएको छ भने लगभग पास भएको बुझ्न सकिन्छ। एकैछिन पुऱ्याउँ है त। यहाँ छेकिएको छ, यो टर्निङले छेकेको छ। मेरो हिसाबमा ऊ आफैले चलाएर आएको हुनाले सायद उसले पास गर्यो, मलाई जुन लागिरहेछ। आफैले चलाएर आएको छ मजाले। सायद यो पास भएको मान्नुपर्छ जस्तो लाग्छ मलाई। खुसी लागिरहेछ। एकचोटि सोध्नु पऱ्यो एक्जामिनरलाई, सायद कुनै भवितव्य नभए भए पास भएको हुनुपर्छ पहिलो एटेम्पमै। एकचोटि सोधौँ है त। You got to keep control of the vehicle, keep it in the lane. You can't just go all over. You can't be all over the road. That's one thing. And then also you sped twice, so I could have got you for a couple of them, but I got you for points first before you sped. So it's a points fail. You accumulated 20 points on the course. It's a fail. Fail, sir? Fail. Okay, राम्रो चलाएको छ तर ऊ चाहिँ फेल भयो। Okay, thank you, sir. You're welcome. She's